सो गाइज डेन्टल आर्ट एकैपल्टमा सकिन्छ। मैले यो भन्दै गर्दा धेरैजनाले चाहिँ मलाई गफ हाने जस्तो सोच्न सक्नुहुन्छ, तर त्यसो होइन। अहिले डेन्टल आर्ट एकदम प्रिसाइज भइसकेको छ, एकदम छिटो छरितो भइसकेको छ। सो अहिले चाहिँ रिसेन्ट एडभान्समेन्टले गर्दा आरसिटी पहिला जस्तो धेरैचोटि धाउनु पर्ने, महिनौँ दिन लाग्ने खालको आरसिटी हामीले खासै गर्दैनौँ। सो यसको कारण भनेको यस्तो खालको अहिले मेसिन्सहरू, इन्डोमोटर भन्छौँ हामीले, यो इन्डोमोटर युज गर्न थालेपछि आरसिटी एकदम प्रिसाइज छ, छिटो छ, हातले गर्नुपर्ने काम मेसिनले गरिरहेको छ। यस्तो खालको मेसिन जसलाई हामीले एपेक्स लोकेटर पनि भन्छौँ, जुन दाँतको जराको लम्बाइहरू हेर्नको लागि हामीले चेक गर्ने मेसिन हो। यो हेर्नाले आरसिटी एकदम प्रिसाइज हुन्छ, जरा कति लामो छ, छोटो छ, सबै चेक गर्न मिल्यो। र अर्को एकदम इम्पोर्टेन्ट कारण भनेको चाहिँ आजकल हामीले यस्तो डेन्टल एक्सरेजहरू, जसलाई आरभिजी भन्छौँ, एक्सरेजहरू गर्नाले चाहिँ आरसिटी एकदम प्रिसाइज पनि भयो, सेफ पनि भयो र प्रेडिक्टेबल पनि भयो। सो यदि तपाईँको दाँतको जराको अवस्था ठिकै छ, धेरै इन्फेक्सन छैन, पिप आएको छैन, सुन्निएको छैन भने चाहिँ त्यस्तो अवस्थामा हामीले तपाईँको दाँतको आरसिटी एकैपल्टमा पनि सकाउन सक्छौँ। सो मेक स्योर यु भिजिट मर्यादित डेन्टल